निकै दिनपछि शुभ प्रभात सम्पूर्ण मेरो भिडियो हेर्ने मित्रहरूलाई। आज हाम्रो यात्रा अलिकति पारिवारिक लभ डाँडा माया डाँडामा जाँदैछौँ। यानि कि नाम चाहिँ लभ डाँडा हो तर उल्था गरिदिएको माया डाँडा। त्यसमा चाहिँ आज हाम्रो सबै एकसाथ गएर समय बिताउने भन्ने कुरो छ। जय गङ्गा मैया। कुखुराको गाडी पखाल्न पनि गङ्गा मैया थिम ल्याउँछन् मान्छेहरूले। वास्तवमा यो पनि नदिनु पर्ने हो। अब फोहोर गर्ने सबै गर्ने मान्छेले कति सम्मान गर्छ नदीको, यहाँ चाहिँ फोहोर गर्छन्। लभ डाँडा जाने बाटोमा यो अलिकति चितवनमा चाहिँ जङ्गलको बाटो। कुन ठाउँबाट छिर्ने भन्दाखेरि क्याम्पस चोकबाट छिरेपछि सोझै अलिकति अगाडि आएर लेफ्ट लिएर देन लेफ्टको साथैमा राइट लिएपछि यो बाटो भेटिन्छ। र यो बाटो हुँदै हामीहरू म जान त गएन कुन ठाउँ भनेर, अब यिनीहरूले भनेअनुसार पदमपुर निस्किनुपर्छ भनेर यिनीहरूले ठाउँ नभेटाएर हामीलाई गुरिया जस्तो छ। गाडी बिग्रिया नारायण त पनि हाम्रो पछि होस्। किरण दिदीले आफ्नो किरण दिदीले मोटरसाइकल नल्याएको ठोकवाएंगे। तीनटा बाइक, एउटा स्कुटी, एउटा म्याजिक, यतिमा हामी टुर हिँडेको। टुर के भन्दाखेरि सर्ट टुर। हामी जाने लभ डाँडा। अब के गर्ने, जीवनमा लभ नबचेपछि डाँडा लभ डाँडा गएर लभ खोज्नुपर्छ भन्छन् हाम्रा बुढा पुरानाहरूले। यो बुढा पुराना है जो साथमा छन्। टिकट काउन्ट गर्ने हो। कतिको अरे एन्ट्री टिकट? 20 रुपियाँ पर पर्सन। साना बेबीहरूलाई कति वर्षसम्मकोलाई छुट हो? तीनटा छुट नि। श्री उदयपुर सामुदायिक वन उपभोक्ता समूहको उदयपुर पार्क सङ्घीय सरकारका गृहमन्त्री माननीय राम बहादुर थापामा ज्यूबाट हाम्रो यो अलि डाँडोमा परेको छ र मात्रै हो, नत्र भने हाम्रो पोखरी तालको जुन पार्क छ नि त्यस्तै रहेछ जस्तो लाग्यो हेर्दाखेरि। यसो डाँडो पऱ्यो, उकालो पऱ्यो। होइन त्यसरी छोडेर हिँड्न त मिलेन भयो। हुन्छ ए ज्वाइँहरू समातौ त, हामीले हो ऋण खाएको सापकोटा खलकको। द्याउ अब तेरो आलु पराठा गयो ल्याखास् नि चक्ना। चिप्स के ल्याखास् नि। त्यो छोडिदियो त उहीँ घर छोडिदियो भनेको थिएँ मैले। त्यही भनेको त नि। यी त आधा पनि छैनन् के, छैनन् नि आधा। अब हामी 3टा ज्वाइँ भयौँ, 7वटा छन्, 4वटा छुटिहाले।
मैले पोखरी तालमा त थाहा गरेको छैन। यहाँ चाहिँ एउटा कहाँ छ सेड छानो भएको चिज चाहिँ 1000 रुपियाँ अरे ग्रुप बस्नलाई, अनि 500 रुपियाँ चाहिँ यो खुल्ला पार्कमा बस्दाखेरि पनि चार्ज लाग्ने अरे। इन्ट्री टिकट 20 रुपियाँ अलग फेरि। यहाँ इन्ट्री गरिसकेपछि मान्छे नबस्ने हो कि कसो हो कि नि, अचम्म लाग्यो त। या त 500 हुनुपर्ने या फेरि 20 रुपियाँ पर पर्सन हुनुपर्ने हो, त्यो हुनुपर्ने हो कि। अर्जुन उता आइराख्नु उतारो अरू पनि। मोटरसाइकल त छिरिराख यहाँ। र यता फेरि उतापट्टि कालो पाक्यो भन्दै आएको, यता नपाकेको पनि रहेछ नि। हामीले हेरेर आएको त हो। माथि माथि अलिअलि त छ, त्यता म्युजिक बजाएको कताकति। तर यो कबाडबडी छ, त्यहाँ बच्चाहरू खेल्ने पार्क रहेछ। त्यो पार्क चाहिँ लक गरेर राखेका छन्, पैसा पनि लिन्छन्, सामान पनि बचाउन खोज्छन्। बच्चाहरू खेलेर बिग्रिन्छ भनेर लुकाएर राखेका छन् फटाहरू हो। कहाँ फालेको हो? Crystal Choro, hello, hi, say hi. Hello, how are you? I'm fine. How are you, son? तारिफ गर्ने योग्य त मैले मानिनँ, ठिकै छ। जहाँ पनि हो त्यहाँ एउटा सानो भ्यू टावर छ, त्यहाँ चढ्न 20 रुपियाँ टिकट लाग्छ अरे। 20 कि 10? 10 रुपियाँ। यहाँ बच्चा छिर्नलाई 50 रुपियाँ। यहाँ हामी आउनलाई पर पर्सन 20 रुपियाँ प्लस 500 रुपियाँ हामीले तिरेको। कहीँ बस्छौ त्यसको चार्ज लाग्छ अरे। उभि भित्र हो, उभि जाऊ भने 20 रुपियाँ। ल सबैलाई जानकारी दिएको, किनभने सबैलाई थाहा हुनुपर्छ नि, भोलि आउँदाखेरि यस्तो हुँदो रहेछ भनेन भन्छन् नि। यसलाई यिनीहरूले भन त ड्राई पिकनिक नै भन्दो रहेछ, त्यसले पनि त्यही भन्यो। तपाईँहरूले बनाएर ल्याएको ड्राई पिकनिकलाई चाहिँ 500-600 चार्ज गर्छौँ भने। अनि के हो त, हर ठाउँमा छिरेको अलग अलग पैसा लाग्ने। हाम्रो वनमा के लिन्छ यही समाप्त भएको घोषणा गर्दछौँ, किनकि अब हामी आफ्ना साधनमा अलग अलग। हामी अब गएर कोट जाने होइन, जाने भए म मोटरसाइकलमा जान्छु भन्न खोजे अहिले। यो गाडी अब अलग जान्छ, यसमा जानेहरू अलग, अनि यसमा अलग। यो जम्मै झुन्डको चाहिँ के अरे त, म मामा, म भाइ, म साल भन्न त्यही ऐजन। यो चाहिँ हाम्रो एउटै मात्र सालो, एक मात्र सालो यही हो, बाँकी हामी त जति पनि छौँ।